मशीन बंद हो ए काय नाही यार लेने की जनरेटर जाय भिडियो उडे राखेको छ आउ अहिले मिलाएको ठीक हुन्छ ए फोन राख्नु अहिले नीचा फड्दो अरे एउटा कुर्सी हटाएको राखे टाइम ओभर हो गयो बहुत जातीय उत्थानको लागि पहिचानको लागि र विकासको लागि जातीय एकता जिन्दाबाद। जातीय एकतामा एकता नै ठुलो बल हो। जातीय एकता एउटा यस्तो शक्तिशाली बल बन्दछ, युनिट बन्दछ जसले हामी सम्पूर्ण स्वजाति मिलेर जे पनि गर्न सक्छौँ। जातीय एकता केको लागि? पहिचानको लागि, विकासको लागि र आफ्नो पहिचानको लागि, विकासको लागि जातीय एकता अपरिहार्य रहेछ। म पुनः बलहादुर नगर कार्य समितिका जति पनि पदाधिकारीगण एवं सर्लाही जिल्लाबाट पाल्नु भएका जति पनि स्वयंसेवक भाइहरू कृपया कुर्सीमा नबस्दिनु होला। स्वयंसेवक भाइहरू आज र भोलि आफ्नो क्षमता हेराउने हो। स्वजातिलाई पटक पटक हाम्रो कार्यक्रम संयोजक सुरेन्द्र दास सरसँग हाम्रो चाहिँ महिला छ। तपाईहरुको जिल्लाबाट यदि ब्यानर ल्याउनु भएको छ भने, हजुरहरुको जिल्लाबाट ब्यानर ल्याउनु भएको छ भने त्यो ब्यानर सहित अवस्थामा उब्ने जो सबैजनाको बेग्लै क्लिप बनाउँछ होला। जिल्ला अध्यक्षहरु कृपया स्टेज नजिक आइदिनु होला। जति पनि नेपाल भित्रका जिल्ला अध्यक्षहरु हुनुहुन्छ कृपया स्टेज नजिक तयारी समिति संयोजकको नजिक आउनु होला। भैया अब केन्द्रीय अध्यक्ष आदरणीय श्री निरंजन प्रसाद खाली बोतल से उठाए केन्द्रीय अध्यक्ष आदरणीय व्यक्तित्व श्री निरंजन प्रसाद दासदेव तपाईं कृपया स्टेज नजिक आउनु होला र केन्द्रीय उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष नौकरीलाल दासदेव कार्यको लागि रथ भ्रमण गर्नुपर्ने हुन्छ। त्यसकारण रथ लिएर आइदिनु होला। संपूर्ण नेपाल कटुवानिया सेवा समाज के 29 गते के जुलिया ने बाद न्योता देल जा रहा है। सर्लाही जिला के संपूर्ण कटुवानिया सो जाति के धर्मशाला में आवे के लिए हार्दिक अनुरोध किया जाए है। जी ये चैत 29 गते के संपूर्ण नेपाल कटुवानिया सेवा समाज के 29 गते के जुलिया ने बाद न्योता देल जा रहा है। सर्लाही जिला के